ल बोतल बोतल भाँडामै अब ल केटा हो मलाई पनि बाँड्नु म पनि खेल्छु क्या अनि बोट खोज्यो तेरो खेल्ने भए त बोट हाल्नु परेन त्यही पैसा नभएर त मैले मेरो बुढी नै हाल्दिनँ आँटेको ओम मङ्गलम भगवान विष्णु मङ्गलम पुरुषोत्तम मङ्गलम पुनरिकाक्ष मङ्गलम तनहरि ल अब सिँदुर हाल्ने बेला आएको छ बेहुलाले बेहुलीले सिँदुर हाल्नुहोस् अब विधि अनुसार विवाह सम्पन्न हुनुलाई 7 फङ्को घुम्नुपर्ने हुन्छ त्यो भएर 7 फङ्को घुमाऊ ल जाउँ बुढी ल है त बाबु नानी हो अब विवाह सम्पन्न भएको छ आफ्नो जीवन खुसीसँग बिताउने जाउँ बुढी अब स्वागत गर्नुपर्छ ल के भयो के बुढी आज त हाम्रो बिहे होइन आज त हाम्रो दिन हो क्या स्वागत होइन खोली बुढा तर कस्तो लाड लागिरहेको छ ल सरका आज त हाम्रो दिन हो सुरु गरौँ कसको फोन आयो फेरि फोन गऱ्यो यसले हेलो हेलो चेते तँ कहाँ छस् त्यहाँ कस्तो दाउ परिरहेको बेला आइए तास खेल्नलाई दाउ परेछ हो र ल म आइहालेँ ल ल ल छिटो तँ आएर त ल म आइहालेँ बस्दै गरेँ ल अर्जेन्ट पऱ्यो बुढी म त गएँ ल केटा सुगर अब त पैसा नि छैन के गर्ने होला ल पैसा नभए चाहिँ उठ्ने नि जाने आइडिया आलु आयो आलु ल सबै लगाइदिन्छु म आलु आयो आलु ल सबै लगाइदिन्छु ओ दाइ आलु सबै भाइ भाइ मलाई चाहिरहेको थियो मलाई हालिदियो ल सबै हाल्छु सबै हालिदियो भाइ सबै हाल्छु ल सबै हाल्दियो ल आलु चाहिँ दियो ल 300 रुपियाँ कम त ल भाइ ल यस जे होस् घरमा भएको आलु चाहिँ काम लाग्यो अब यति भएपछि तास खेल्न पुगिहाल्छ नि
त्यो नानी भुटेको जहिले पनि कसरी जित्छ क्या हराउनु पर्छ कसरी हराउँछ होला त आइडिया यामा के हो त्यो अबुई खोइ कहाँ के छ ट्याक आमा मलाई के छ त्यहाँ केही त छैन ल मुला त्यहाँ अघि बिरको पाडा थियो भनेर कस्तो पुत्त भएर आएको थियो तिमीहरूको फुटे आँखाले देख्नु पऱ्यो नि त यसले झेली गरे जस्तो छ है मैले झेल्ली त धेरै नगर फेरि सालाले एक दिन्छ अनि फेरि भेट्ला फेरि ल त धेरै बोल्छस् भुग्ने कुरो टोक्दैन नि फेरि त्यही भएर होला नि त लटोकेको ल टोक टोक ओइ तिमीहरू झगडा नगर न झगडा नगर छोट छोट ल ल ल ल हल्ला नगरौँ सबजना सो गरौँ ल सो गरेँ मैले ल ल मेरो नि आयो ल मेरो नै मर्रा यसपालि नि खाए यार बाँडवाल कान्छ ल है त मैले बाँडे है त ल मेरो पनि मोटा है त यिनीहरू पनि खेल्छिन् होला के यिनीहरूलाई पनि बाँडौँ न ल ल बाँडौँ खोइ त भोट राम्रो मालै पर्दैन राम्रो माल यता छ त ओ मैया लाउ यो तिम्रो लागि मेरो लागि यति धेरै तिम्रो लागि त पुरै जिन्दगी नै दिन तयार छु नि हौ हैट बुढा अब तिमीसँग कति नै समय छ र हो त्यही पनि यत्रो हिम्मत होला झन् बुढो हड्डीमा कति धेरै पावर छ है जाउँ हामी यहाँबाट हो त ल जाउँ त त्यसो भए आज त राम्रो मालै पर्न भने ओइ राम्रो माल चाहिँ यता छ नि त फाइनली गाइज म चाहिँ यो तास खेल्दाको ठाउँमा आइसकेँ यहाँ चाहिँ गरिबको बच्चाहरू तैँले कसलाई गरेको बच्चा भनेको मलाई माफ गर्यो साथी हामी दुईजना एउटै कोखबाट नजन्मे पनि तास त खेल्न मिल्छ साथी त्यही भएर मलाई पनि बाँड साथी ल ल यहाँ आएर बस साथी एउटा भिडियो बनाउँछु नि ल भाइ प्लिज प्लिज साथी एउटा भिडियो ल ल एउटा मात्रै है केटा मेरो भिडियो खिच्छ फाइनली म चाहिँ तास खेल्नलाई साथीहरू साथी अब एउटा लास्ट बनाउँछु नि प्लिज लास्ट अब एउटा लास्ट अब एउटा लास्ट अब एउटा लास्ट बनाउँछु नि अब एउटा लास्ट बनाउँछु नि लास्ट फेरि गए साले टुलु ओ केटा पक्रि यसलाई ओ केटा भिडियो गरेस् अब चाहिँ गर्दिनँ साला टुलु बोल्ने त
गाइस टुलुको फुट्यो लुलु